म फेरि हजुरहरूको लागि एउटा नयाँ भिडियो बनाउँदैछु जुन कि हाम्रो साथीभाइहरूको लागि जुन यो चाइनिज अहिले भर्खर चाइनिज पढ्ने अथवा चाइनिज भाषा सिक्नेहरूको लागि चाहिँ उहाँहरूको लागि चाहिँ दुई तिनवटा शब्द चाहिँ म यसो हजुरहरूको लागि सहयोग हुन्छ कि भनेर यो जुन मेरो भिडियो हेरेर हजुरहरूलाई सहयोग हुन्छ होला भन्ने आश गरी अब भिडियो सुरु गरौँ है त। सबैभन्दा पहिला हामी अरूसँग भेट्दाखेरि चाहिँ हामीले के भन्छौँ, हेलो भन्छौँ होइन। हेलो भनेको चाइनिजमा के भन्छ, नि हाओ, नि हाओ है। नि हाओ भनेको चाहिँ हामी के हो, नेपालीमा चाहिँ के भन्छ यसलाई, नमस्ते होइन, नमस्ते सुरुवात गर्ने नि हाओ। त्यसपछि हामी आउँछ वो चाओ। यो चाहिँ के हो त, वो चाओ आफ्नो नाम के हो त्यो भन्ने, वो चाओ फेमा, जस्तै मेरो नाम वो चाओ फेमा, वो चाओ फेमा है। नि सिङ सम्म, नि सिङ सम्म भनेको यो सिङ भनेको चाहिँ तपाईँको लास्ट नेम है, लास्ट नेम। जस्तै हाम्रो लास्ट नेम के हो, गुरुङ हो नि त होइन। हो नि सिङ सम्म वो सिङ। अब जस्तै यो कुरुङ, कुरुङ है। जस्तै नि हाओ, नि सिङ सम्म भनेको तपाईँको थर के हो भनेको है, वो सिङ गुरुङ, मेरो थर चाहिँ गुरुङ हो भनेको है। त्यसपछि हामी आउँछौँ गुड मर्निङ भन्दाखेरि चाहिँ हामीले के भन्नुपर्छ, चाओ साङ हाओ, चाओ साङ हाओ। चाओ साङ हाओ भनेको चाहिँ गुड मर्निङ भनेको है, चाओ साङ हाओ। त्यसपछि गुड आफ्टरनुनलाई चाहिँ वान साङ हाओ, गुड नाइटलाई वान आन। यस्तै गरेर म फेरि अर्को भिडियोमा अर्को वर्डहरू चाहिँ चाइनिज वर्डहरू म लिएर आउँछु भन्दै आजलाई थ्याङ्क यू so much.